बहिना विद्यार्थीहरू हजुरहरू यहाँ शताक्षी धामको बारेमा हामी सानो ब्रिफिङ क्लास 5-7 मिनटको ब्रिफिङ क्लास दिँदैछौँ। हजुरहरू ध्यान दिएर सुन्नुहोला, उता आउनुहोला। हजुरहरूलाई हामी शताक्षी धाममा के छ के छैन, यहाँ के हेर्न लायकको कुरा छ, यहाँ हजुरहरूको आगमनले यहाँ जान्नै पर्ने कुराहरू। आज स्टुडेन्ट लाइफ इज गोल्डन लाइफ, यो विद्यार्थी जीवन सुनौलो जीवन हो। हजुरहरू आज सुनौलो यात्रा गर्दै हुनुहुन्छ। यो सुनौलो यात्राको लागि हजुरहरूलाई म 5 मिनट यहाँ रहन हुन हार्दिक अनुरोध गर्दछु भाइ बहिनीहरूलाई। जय होस्। फोटो खिच्ने एकछिन यो भिडियो खिच्नु त सर। नमस्ते सबै भाइ बहिनीहरू विद्यार्थीहरू, हजुरहरू पक्कै पनि जानिफकार हुनुहुन्छ, तर नयाँ क्षेत्रमा आउँदा केही कुरा त जानिँदैन। जान्नुपर्ने कुराहरू छन्। शताक्षी धाममा हजुरहरूले ध्यान दिएर सुन्नुहोला। फेरि यतापट्टि आइदिनु। उज्यालो भयो नि हजुरहरू पक्कै पनि पर्यटन गर्न आउनुभयो। त्यो शताक्षी धाम एउटा पूर्व क्षेत्रकै अति रमणीय सुन्दर एकदम राम्रो आयो। पर्यटकीय क्षेत्र हो। यहाँ शताक्षी धाराहरू छन् अनि हजुरहरूलाई भौगोलिक अवस्था अनि सामाजिक, धार्मिक, आर्थिक, शैक्षिक सबै कुराले यो मिलेको धार्मिक क्षेत्र हो। यो सर्वप्रथम सतहबाट 280 मिटरको उचाइमा अवस्थित यो शताक्षी धाम धार्मिक क्षेत्र हो। यो झापा जिल्ला, कोशी प्रदेश, इलाम जिल्ला र झापा जिल्लाको सान्निध्यमा रहेको शिव शताक्षी नगरपालिकाको वार्ड नम्बर 11 मा पर्दछ।